सुरक्षाकर्मीहरूलाई भन्छु सुरक्षा दिनु हामीहरूलाई। अब हाम्रो अब बोर्डर बगलमा छ, अब घटियाहरू आइहाल्छ कति टाइममा हामी के गर्ने? आएर के गर्छ उनीहरूले? उनीहरूलाई छाप्छ फलाना मान्छे कहाँ छ के छ, अब के छाप्छ उनीहरू के नै, अब घरमा घुसिहाल्छ। रातिमा 12 बजे 11 बजे 3-4 चोटि आइहाल्यो हामीहरू फुटी गर्छ, घुसिहाल्छ उनीहरू। अब के गर्ने हामीहरू? अब बोर्डरको छेउमा छ हामीहरू, यता पनि भन्यो भने भन्दैन के पनि, यता पनि भने हामीहरू बोर्डरमा के गर्ने? अब भारतीय सीमा सुरक्षा बल एसएसपी को ज्यादती र अत्याचार यो पहिलो र नौलो होइन। सीमा क्षेत्रका नागरिकले निरन्तर एसएसपी को ज्यादती सहँदै आएका छन्। पछिल्लो पटक यस्तो घटना बढेको मात्र हो। बुधबार जुन घटना भयो, परराष्ट्र मन्त्रालयले भारत समक्ष आपत्ति जनाएको केही दिन बित्न नपाउँदै अर्को यस्तै प्रकृतिको घटना भोलिएको छ। मन्त्रालयले उक्त घटनाको तत्कालै छानबिन गर्नुपर्ने, त्यसको निष्कर्ष नेपाललाई उपलब्ध गराउनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने सन्देश समेत यसअघि भारतलाई दिएको छ। घटना भारतीय पक्षबाट भएका कारण उसले यी विषयमा स्पष्ट पार्नुपर्ने हुन्छ। साथै यस मामिलामा ढाकछोप गर्न खोज्दा द्विदेशीय सम्बन्धमा बढ्दो संशयलाई थप मलजल गर्ने काम मात्र भयो। किनभने सुनसरी घटनाबारे भारतीय दूतावास मार्फत आएको प्रारम्भिक प्रतिक्रियाले घटनाक्रमलाई टोलमोड गर्ने र गल्ती लुकाउने मनसायबाट प्रेरित भएको थियो र यसपटक पनि त्यस्तै पुनरावृत्ति हुने अवस्था देखिएको छ। भारतीय क्षेत्रबाट 3वटा साइकलमा 1 बोरा रासायनिक मल र 2-वटा ग्यालनमा डिजेल लिएर आएका भनिएका व्यक्तिहरूलाई खोज्न सीमा नाघेर नेपालतर्फ पसेको एसएसबी को टोलीले अनधिकृत ढङ्गबाट स्थानीयमाथि गोली चलाएपछि उक्त हस्तक्षेप प्रकरण भएको थियो। यसपटक पनि तस्करहरूलाई पछ्याउँदै नेपाल प्रवेश गरेको एसएसपीले बताएको छ। यी घटनाहरूले खुल्ला सिमानामा साइकल या शरीरमा सामान बोकेर वारपार गर्ने चलन नौलो थिएन र होइन, तर तिनलाई नियन्त्रण गर्ने नाममा अहिले संवेदनशील समयमा 81 गोली नै चलाउने सम्मको हदको कारबाही किन गरियो? हतियार सहितको दस्ता आएर नेपालीमाथि किन आतंकित पार्ने काम भयो? र यस्ता घटनामा भएको पुनरावृत्तिले एसएसपी को ज्यादती चरम अवस्थामा रहेको कुरालाई दर्शाउँछ। यसले एसएसपी का जवानहरूमा अनुशासनहीनता बढेको देखाउँछ। सुनसरी र झापा प्रकरणमा सीमामा खटिएका फौज आफैमा सीमा उल्लङ्घन गरिरहेका छन् भन्ने तथ्यलाई समेत पुनः एकपटक पुष्टि गरिरहेको छ। भारतीय पक्षबाट भएको फौजी प्रकृतिको यो अतिक्रमण आफैमा गम्भीर घटना हो। यसलाई सामान्य मान्नुको अर्थ भविष्यमा अन्यत्र पनि यस्तै प्रकृतिको घटना घुसपैठ वा हस्तक्षेपलाई जायज मान्नुपर्ने हुन जान्छ। पटक पटक यस्ता घटनाको पुनरावृत्तिप्रति गृहमन्त्री शक्ति बस्नेतले समेत असन्तुष्टि व्यक्त गरेका छन्। सीमावर्ती इलाकामा भएका बोर्डर इलाकामा भएका कतिपय घटनाक्रमहरूको बारेमा पनि चर्चा भएका छन् र ती कुराहरूलाई हामीले समयमा नै यथा समयमा नै कूटनैतिक माध्यमबाट प्रक्रियाबाट विषयहरूलाई अगाडि बढाइसकेका छौँ र हाम्रा सरकारहरू हाम्रो ध्यानाकर्षण भएको कुरा समेत हामीले जनाइसकेका छौँ सम्बन्धित पक्षसँग र त्यो कूटनैतिक ढङ्गले त्यो प्रक्रिया अगाडि बढिसकेको छ। हामीले सम्बन्धित ठाउँमा सम्बन्धित तरिकाहरू विधिहरूबाट हामीले ध्यानाकर्षण पनि गराएका छौँ, हाम्रो सरकार पनि जनाएका छौँ। अब ती समस्याहरूको समाधान पनि हुँदै गइरहेको छ। भारतीय फौजले यहाँ सीमा नाघेर एकपछि अर्को गर्दै विदेशी भूमिमा पसेर नेपाली नागरिकमाथि गोली चलाउने र आतंकित पार्ने काम गरिरहेका छन्, जुन नेपालीका लागि सह्य विषय हुनै सक्दैन। अन्तर्राष्ट्रिय सिमानाको मान्यता र मर्यादा उल्लङ्घन गर्ने यो शैली घातक नजिर बसाल्ने प्रवृत्तिको देखिएको छ। यसमा चरम सङ्कटको अवस्था देखिएको बेला केही सामग्री ल्याउने बित्तिकै तस्कर देख्ने र त्यसै अनुसारको व्यवहार गर्ने एसएसबीको शैली कदापि सह्य हुन सक्दैन। भारतीय दूतावासले अझ आफ्नो पक्षको गल्ती लुकाउने र झुटो विवरण सार्वजनिक गर्ने काम गर्दै आउनु दुःखद घटना हो। यसले भारतको नेपाल प्रवृत्तिलाई अझ उदाङ्गो पारिदिएको छ। एसएसबी को ज्यादती र अत्याचार निरन्तर बढिरहेको छ।